मान्छे त्यहाँ पुगिसक्यो आधा मान्छे हजुरहरू पनि सन्चै हुनुहुन्छ भने हजुरहरूको माझमा म आइसकेको छु अर्को भलक लिएर आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर ल्याइरहेको छु यतातिर पनि सब ठिकठाक छ आज चाहिँ हामी माघको 2 गते माघी मेला जान लाग्यो गाइस त्यहाँ मान्छे हिँडिन आइसके म यता आइसकेँ मान्छे आउनै छ भनौँ न ओइ खोलामा पुग्यौँ गाइस हामी चाहिँ चहलमा पहल यति धेरै छन् बाबु चाहिँ अटोमा बसिसकेका छौँ भने यहाँ चाहिँ हेलो भन्देऊ हेलो भन्न कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको हामी चाहिँ ठाकुरधारा मन्दिर निर पुग्नलाई पार्किङ अटोहरू यस्तो भएर आइसक्यौँ हामीहरू गाइजहरू यस्तो छ ठाकुरधाराको महल आइसकेका छन् माघी मेला हेर्नु तपाईँहरूको मजमा यी बेलुनका पोकाहरू गाइस माघी मेलामा यस्तो छ फिजिकल स्ट्रबेरी आयो के भन न बहिनीहरू के भनेर माघीमा लाज किन बाबा यस्तो के रहेनछ कि पहिला जस्तो त है थिएटरदेखि मन्दिरको ठाकुरधारा मन्दिर नै मेलाभित्र हामी छिरिसक्यौँ गाइजहरू यो माला बुन्नी रे माला बुन्नी हो हात दुख्दो रहेछ कि यस्तो ठराउँदा के बोले भाइ अब के बोले माघी मेला हेर्नुहोस् भ्युजर दादा मात्र हुनुहुन्छ यस्तो छ केही छैन अहिलेको माघी मेला गाई यस्तो छ सब चौर खाली छ गाईहरू गाईको माघी मेला ठाकुर बाबा अरू मेला यस्तो छ माघी मेलाको हालत राम्रो कपडीहरू छन् ट्याटुको भयो यहाँ ट्याटुको भयो यस्तो निसैलो छ नि मान्छे कहाँ गए वाउ डलहरू किन्दैन यस्तो किन्दैन बर्खिनु भएको मजा आउँछ यस्तो किन्दैन बर्खिनु हुनुपर्छ टक्करको यस्तो मजा आउँछ हामीलाई है मान्छे अनि कता गयो प्या मात्र हुन्छ भइसक्यो हामीलाई होइन रहेछ होइन एउटा बोयफ्रेन्ड चाहियो गाई जस्तै किनिदिने बाबै बसिसकेका छौँ हामीहरू पिङमा के भयो
अब हामी घर पुगिसक्यौँ घर चाहिँ मेलाबाट आइसक्यौँ अब मजाले घर बस्ने आजको भ्लग चाहिँ यति नै स्मित गरौँ जे जस्तो छ भन्नु होला कमेन्टमा भन्नु होला